आफूलाई अन्तर्राष्ट्रिय स्तरको दाबी गर्ने कलेजहरूको भित्री अवस्था हरिबिजोग छ। त्यही पनि लाज ढाक्न बडेमानको बंगला देखाएर विद्यार्थीलाई तान्ने काम द ब्रिटिश कलेजले 13 वर्षदेखि निरन्तर रूपमा गर्दै आएको छ। लाज ढाक्नकै लागि भवन देखाउनु भन्दा गुणस्तर शिक्षामा ध्यान दिएको भए सक्षम जनशक्ति उत्पादन हुने थिए। गुणस्तरमा ध्यान नदिने अनि भाडाकै भए पनि बाहिरी संरचना देखाएर विद्यार्थीहरूसँग मोटो रकम असुल्ने काम अहिले भइरहेको छ। विदेशी डिग्री भन्दै प्रचारबाजी गर्न यो कलेज महँगो शुल्क असुल्नमा पनि खप्पिस रहेछ। साना साना तपाईं हाम्रा छोराछोरीलाई ललिपप देखाएर फकाएको शैलीमा एउटै विद्यार्थीहरूबाट यो कलेजले 4 वर्षको फी मात्र 19 लाख लिन्छ। अन्य चार्ज त कति हो कति त्यसको कुनै हिसाब किताब छैन। अब ब्रिटिश कलेजमा आफ्नो छोराछोरी पढाउने अभिभावकले एकजना अकाउन्टेन्टमा नियुक्ति गर्ने बेला आएको छ, किनकि कलेजको फी नै कति बेला कति आउँछ त्यो अत्तो पत्तो छैन।